Kanju. Yes. Good morning. Yata हेर. Good morning. Thanks. Thank you. Ready to get ready. Ready to get ready. लुगा फेर्नु पर्यो नि त अब हैन. ड्युटी जानुपर्छ. कान्छुको लन्च इज अल्सो रेडी. यो चाहिँ कान्छुको आउटफिट आजको. Good morning, Kanchu. Good morning. Kanchu is now leaving for duty. ड्युटी जानु हुँदैछ. आज त शीतल रहेछ नि. आज शीतल छ अहिलेलाई. कस्तो गरम हुन्छ भरे दिउँसो. गरम हुन्छ नि तर. बाइ. गरममा कस्तो हत्तु हुन्छ कान्नु? कामराङ स्कुल पनि गरम हुँदो रहेछ नि दिउँसो त. हत्तु हुन्छ टायर्ड हुन्छ भरेसम्म आउँदाखेरि चाहिँ एक्जस्टेड. हुन्छ नि पुरा. थाक्छ नि. हाम्रो चाहिँ दामी फुल फुलेको छ. यसो के हो नाम? ब्युटिफुल. यो त हामी लसुन फुल भन्छौँ. प्याज फुल. प्याज फुल. मलाई त्यति मात्रै याद छ. गीत गाउँदैछ चराहरू. कति चराहरू कस्तो दामी दामी चराहरू है यहाँ. बहुत सारे है. यो चाहिँ यहाँ रहेछ. ल ल भन्दा मात्रै. यसको लागि चाहिँ म्याजिकल वर्ड हो ला भन्ने चाहिँ हेर्छ. ममा जाउँ ममा उतापट्टि होला. कम बाबा. Papa is busy here. Wow. Okay. Bye, Papa. जो आज चाहिँ टाइममा हिँड्नै खान्छु. आऊ प्रे गर. मेन राम्रोसँग जानु ल. I love you. Have a good day. Have a good day. We are back from duty. हामी ड्युटीबाट आइपुग्यौँ एन्ड अहिले चाहिँ म चाहिँ अमलेट बनाउँदैछु. दिस इज अब बेलुकाको खाजा. यहाँ चिया पाक्दैछ. लु चिया मम्मी के हो सेतै. बी रेड ब्रेड खानु. पापाले के ल्याइदिनु भएछ? Mangoes. तिम्रो फेभरेट Anars. अनार्स एन्ड मेवा. मेवा. हेल्दी हुनुपर्छ है पापा. त पुरा पाएको छ भाइ. यसलाई खाइहाल्नुपर्छ. कस्तो मिठो बनाउँदैछ. यसको चाहिँ म्याङ्गो सेक बनाइदिनु अरे मम्मीलाई अहिले. Oh yes. I also like. ओके. अब म झालमुरी बनाउँछु. अहिले खानु ल म्याङ्गो सेक. ओ खान्छु. अमलेट ब्रेड टोस्ट एन्ड टी. बस यो चाहिँ हाम्रो खाजा हो ल. डिनर. बस्नु. मम्मी के खानु नि बेलुका? म्याङ्गो सेक. म्याङ्गो सेक खान्छ बेलुकी. ओके. के बनाएको खानु? गाजमुरी. घामुरे ल भनिदेऊ ल. ओके. कहाँ जानु भएको? इभिनिङ वकमा गएको कान्छु र म चाहिँ. कस्तो हुन्छ फिल? एनर्जी आउँदैछ? आर यु फिलिङ एनर्जेटिक? नो. थाक्यो? कान्छीले दुईवटा भइरहेको झालमुरी खानु भएको एक्लै. त्यो डाइजेस्ट गर्नु आएको हामी चाहिँ. यो चाहिँ हाम्रो रोड है. माथिल्लो घुर्पिसेको. ल